डिसेम्बर महिनाको चिसो साँझ थियो। मार्लेन न्यूयोर्कको एउटा अकाउन्टिङ फर्ममा काम गर्थे। उनी धेरै खुशी थिइन् किनकि क्रिसमस आउनै लागेको थियो र क्रिसमस उनको सबैभन्दा मनपर्ने पर्व थियो। पूरै अफिस फेरी लाइटले झिलिमिली भइरहेको थियो। मानिसहरू क्रिसमस ट्री सजाइरहेका थिए। हरेक डेस्कमा सिक्रेट सान्ताको गिफ्ट राखिएको थियो। मार्लिनको डेस्कमा पनि एउटा सानो कालो बक्स थियो, चम्किलो ग्लसी पेपर र उनको मनपर्ने पर्पल रिबनले सजाइएको। मार्लिनले बक्स खोलिन्। भित्र एउटा सानो सान्ता क्लजको क्रिसमस डेकोरेसन डल थियो। सामान्यतया उनलाई यस्ता डेकोरेसन धेरै मन पर्थे किनकि उनी सधैँ आफ्नो घरको क्रिसमस ट्रीमा लगाउँथिन्। तर यो डेकोरेसन नयाँ थिएन, पुरानो, फोहोर, च्यातिएको, जहाँ तही काला दागहरू थिए। डलको एउटा हात भाँचिएको थियो, अनुहारको रंग उत्रिएको थियो र आँखाको ठाउँमा दुईवटा सेता डट्स मात्र थिए। त्यो देखेर मार्लिन डराइन्। उनले त्यो बक्स सिधै डस्टबिनमा फालिदिइन् र ध्यान हटाउन अफिसका साथीहरूसँग क्रिसमस मनाउन थालिन्। मार्लिनलाई लाग्यो त्यो सिक्रेट सान्ताको गिफ्टको कुरा त्यही सकियो। तर राति जब उनी सुतिन्, अचानक अजीब हाँसोको आवाजले उनको आँखा खुल्यो। आँखा खोल्दा उनले देखे त्यही सान्ता डेकोरेसन उनको ओछ्यानमै थियो, तर अब त्यो मानिस जत्रो ठूलो भइसकेको थियो। मार्लिन केही बुझ्न नपाउँदै त्यो सान्ताले आफ्ना हातले उनको घाँटी चाप्न थाल्यो। उसका आँखाका सेता डट्स बिस्तारै ठूला हुँदै गए र त्यहाँबाट किराहरू निस्केर मार्लिनको शरीर भरि फैलिन थाले। त्यो सान्ता जोड जोडले हाँस्दै भन्यो, भोलि दोस्रो गिफ्ट खोल्न नबिर्स। अचानक मार्लिनको आँखा खुल्यो। बिहान भइसकेको थियो। कोठामा केही पनि थिएन। उनले सोचिन् सायद डरलाग्दो सपना मात्र देखेकी थिइन्। त्यो दिन अफिस पुगेपछि उनको डेस्कमा दोस्रो गिफ्ट राखिएको थियो। बक्स खोलेर हेर्दा भित्र एउटा ब्रासलेट थियो, मानिसको कपालबाट बनाइएको, खैरो रंगका घुम्रिएका कर्ल्स, एकदमै रियल जस्तो। बीचमा सानो मेटलको मुटु, हार्ट। पछाडि खोरो स्क्रैचले लेखिएको थियो, आई एम राइट हियर, म यही छु। त्यो देख्ने बित्तिकै मार्लिनलाई बान्ता आयो। उनका कलिग्सहरूले हाँसेर भने सायद कसैले प्र्याङ्क गरेको होला। मार्लिनले जबरजस्ती मुस्कान दिइन् र काम गर्न थालिन्। तर त्यो कपालको रंग र कर्ल्स उनलाई लगातार झस्काइरहेका थिए किनकि त्यो कपाल उनी कसैको चिनेको जस्तो थियो। त्यो रात मार्लिनलाई अजीब डर लागिरहेको थियो। उनले ढोका भित्रबाट लक गरिन्। अचानक फेरि त्यही सान्ताको हाँसो सुनियो र घाँटी कसैले च्यापेको जस्तो महसुस भयो। आँखा खोल्दा कोठामा कोही थिएन, तर उनको हातमा खुरदुरो केही महसुस भयो। हेर्दा त्यही कपाल र मुटु भएको ब्रासलेट उनकै हातमा थियो। डरले काँप्दै उनले ब्रासलेट काटेर डस्टबिनमा फालिन्। त्यसै बेला ड्रइङ रुमबाट त्यही हाँसो अझ ठूलो सुनियो। फोन चलाउन खोजिन् तर फोन अनै भएन। लाइट बाल्ने बित्तिकै सबै बल्ब फुटेर विस्फोट भए। डरबाट जोगिन उनले नजिकैको कैँची उठाइन् र ड्रइङ रुमतिर गइन्। चन्द्रमाको उज्यालोमा उनले देखिन् त्यही सान्ता उनको क्रिसमस ट्री वरिपरि काला गिफ्ट बक्सहरू राखिरहेको थियो। यसपटक त्यो अझै डरलाग्दो थियो। उसको हातमा त्यही कपालको ब्रासलेट थियो। ऊ जोड जोडले हाँस्दै मार्लिनतिर आउँदै भन्यो, तेस्रो गिफ्ट तिमीलाई पर्खिरहेको छ। त्यति भन्दै